नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। धनुषामा ट्रिपलले मोटरसाइकलले ठक्कर दिँदा 2 जनाको मृत्यु। चट्याङ लागेर इलाममा 1 जनाको मृत्यु, 2 जना घाइते। 1 हप्ताभित्र मुलुकी अपराध संहिता ऐन 2075 संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई नेपाल चिकित्सक संघद्वारा अल्टिमेटम। 2 वर्षभित्र मुलुकमा 25 लाख पर्यटक भित्राउने नागरिक उन्नयन मन्त्री अधिकारीको दाबी। र जापानमा 25 वर्ष यताकै शक्तिशाली आँधी जाँदा 7 जनाको ज्यान गएको भने 200 जना घाइते। अब समाचार विस्तारमा। धनुषाको धारापानीमा ट्रिपलले मोटरसाइकलले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको छ। आज बिहान धनुषामा नगरपालिका वडा नम्बर 9 धारापानी स्थित यज्ञभूमि प्रहरी चौकीकै अगाडि दुर्घटना भएको हो। दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 4 का 29 वर्षका विकास राई र उनका भाइ 27 वर्षका सचिन राईको मृत्यु भएको हो। पूर्वतर्फ जाँदै गरेको ना 1 क 6189 नम्बरको ट्र्याक्टरले पश्चिमतर्फ जाँदै गरेको ज 5 प 9046 नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाममा मंगलबार चट्याङ लागेर 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। चट्याङ लागेर माई नगरपालिका वडा नम्बर 6 की 27 वर्षकी कुमारी योङह्याङ लिम्बुको ज्यान गएको हो। चट्याङ लागेर घाइते भएकी लिम्बुको स्थानीय क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो। चट्याङबाट त्यही नगरपालिकाका माया लिम्बु र पवित्रा लिम्बु घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। घाइते मध्ये 22 वर्षीय माया लिम्बुको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय प्रमुख उपनिरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार 22 वर्षीय पवित्रा लिम्बुको अवस्था भने सामान्य रहेको छ। स्थानीय तहमा आफूहरूलाई समायोजन गर्नुपर्ने माग सहित आन्दोलनमा रहेको प्रदेश नम्बर 2 का सामाजिक परिचालकहरू प्रदेश सामान्य परिषदको बैठक स्थलगत अगाडि प्रदर्शन गरेका छन्। मुख्यमन्त्री प्रदेशका सबै मन्त्री र राज्य मन्त्रीहरू, महानगर, उपमहानगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख सबै सहभागी सो परिषदको बैठकमा स्थलगत अगाडि प्रदर्शन गर्दै उनीहरूको माग सम्बोधनका लागि दबाब दिएका छन्। स्थानीय तहमै संयोजनको मुख्य माग रहेको र प्रदेशका स्थानीय तहका सबै प्रमुखहरूको समेत उपस्थिति रहेकाले उनीहरूले बैठकलाई लक्षित गरी प्रदर्शन गरेका हुन्। तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको स्थानीय तहमा कार्यालय सहकाका रूपमा कार्यरत उनीहरूलाई असार मसान्तबाट जागिरबाट निकालिएको थियो। उनीहरूले आफूहरूलाई तत्काल पुनर्बहाली गर्नुपर्ने, योग्यताका आधारमा एकपटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह समायोजन गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै विगत 23 दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्। जनकपुर धामको फोहोर व्यवस्थापन लगभग बल्ल तल्लो उपमहानगरपालिकाको भोइलमा बन्ने भनिएको ल्यान्डफिट साइटको काम सुरु नहुँदै विरोध सुरु भएको छ। मंगलबार उपमहानगरपालिकाको वडा नम्बर 18 भोइलमा ल्यान्डफिट साइट बन्ने सूचना सञ्चार माध्यममा प्रकाशित भएपछि भोइल, लोहना, महुवा, भवनगमा, भरुवा, कटैया सहितका स्थानीयहरू प्रमुख जिल्ला अधिकारी र उपमहानगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै घना बस्ती 20 मा ल्यान्डफिट साइट बनाउन नदिने चेतावनी दिएका छन्। एउटा सूचना प्रकाशित भेल रहे कि जनकपुर उपमहानगरपालिका अंतर्गत भोइल वड़ा नंबर 18 में जही से लैंडफिल साइट उठा रखा के बात आयल रहे और वही सूचना के तहत जते जगह धनी है, जते मोही धनी है, आ व्यक्तिगत जलालपुर जब है सबके बोले में रहे ठाम जे अपने सब जैसे मुआवजा ललू आ हमरा सबके जैसे साइट क्लियर कर दिया लैंडफिल साइट बनाबे के लेल। लेकिन वही लैंडफिल साइट सब भोइले प्रभावित न है। भोइल के आसपास में जति भी गांव है जना लोहना, भवनगमा, कटैया, धनोजी, बोहरबा, गौरदहा, देवरी, वो सब गांव के महुआ वही 100 गांव के प्रतिनिधि सबके हमरा सबके बैठक छलिया धर्मशाला में और बैठक के द्वारा ई निर्णय भेलिया कि कोनो भी कीमत पर, कोनो भी दृष्टिकोण से वो साइट उपयुक्त नहीं है।
वो साइट सही नहीं है। ते द्वारा हम सब जैसे हम सीडीओ ऑफिस में जैसे ज्ञापन पत्र के विरोध में वही हम साइट नहीं बनक चाहिए, लैंडफिल साइट नहीं बनक चाहिए, वही के विरोध में हम सब गोटे हरेक गाँव के प्रतिनिधि सब मिलकर ज्ञापन पत्र बुझाबे के लिए हम सीडीओ कार्यालय में आयल छी। कटैया भरड़िया ई चौतरफी से घेरल एकर बीच में लैंडफिल साइट आके उपयुक्त जगह नहीं है। कारण अखनो निश्चिते भ गेल छै जे आब क्षेत्रीय टर्मिनल एठाम जनकपुर में बन जेतै, लगभग ई तैयार अवस्था में छै। एठाम से जनकपुर से काठमांडू जाइ छै प्लेन, अबै छै जनकपुर से नेपालगंज, जनकपुर से पोखरा, जनकपुर से पटना, जनकपुर से दिल्ली। यदि प्लेन चलते तो निश्चित रूप से इस जखने उड़ान भरते उड़ते तो वह के ऊपर दक जेते, गिरबो करते आते तो वह के ऊपर दक जेते। तो लगभग ई एयरपोर्ट से 3 से लग 4 किलोमीटर मात्र पूरब से वही मारते पक्षी सब उड़ते, ओहिठाम मारते गिद्ध सब एते, बहुत की कहे छी ओहिठाम चील सब एते और उ टकरेते। तो एकर मतलब जे उप महानगर पालिका चाहे छै जे एयरपोर्ट बंद भ जाए, क्षेत्रीय टर्मिनल नहीं बनै। उनीहरूले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुङ्गानालाई समेत ज्ञापन पत्र बुझाए। जनकपुर विमानस्थल क्षेत्र टर्मिनल हुने निश्चित जस्तै रहेको र विमानस्थलबाट ल्यान्डफिड साइट निर्माणको हुने भनिएको जमिन 3 किलोमिटरको दूरीमा मात्र रहेकाले समेत उपयुक्त नहुने उनीहरूको भनाइ छ। तो हम सब जो है से कार्यक्रम के अथी सहयोग के तरफ जब विकास निर्माण में सहयोग के तरफ जब अगर हमरा सबके नकारल गेले, बिल्कुल उपेक्षा कल गेले या कोई तरह के जबरदस्ती कल गेले तो संघर्ष के विभिन्न शांतिपूर्ण कार्यक्रम हम सब तय करबे जे निरंतर चलित रहते। ल्यान्डफिड साइट बनेपछि चील, गिद्ध जस्ता पक्षीहरू उड्ने जसले विमान अवतरण र उडानमा समस्या हुने उनीहरूको तर्क छ। एडीबीको सो परियोजना सुरु हुने बेलामा हालको नगरायन नगरपालिकाको फुलगामामा सो साइट निर्माण हुने भनिएपछि स्थानीयको विरोध हुँदा सम्भव हुन सकेन। त्यसपछि साइट निर्माणमा लागि उक्त निर्णय भयो। त्यहीको स्थानीय विरोधमा उत्रेपछि निर्माण काम अवरुद्ध हुँदै आएको छ। कर वृद्धि गरेको विरोधमा सिराहाको मिर्चयामा विरोध प्रदर्शन भएको छ। मिर्चया नगरपालिकाको कर राजस्व र एकीकृत सम्पत्तिमा वृद्धि गरेको दस्तुरको विरोधमा संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले आज मिर्चयामा प्रदर्शन गरेको छ। 5 सलेहे चौकबाट निकालिएको र्याली थाना चौक, कटारी चौक हुँदै नगरपालिकाको मूल गेट पुगेर कोर्ट सभा पारित भएको थियो। सभामा सहभागीहरूको सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले करको विरोधमा देशव्यापी आन्दोलनको आवश्यकता रहेको बताउनुभयो। त्यस्तै उद्योग वाणिज्य संघ मिर्चयाका सचिव भरत महासेठले नगरपालिकाले कर वृद्धि गरेर व्यापारी लगायतका आम जनतालाई आर्थिक भारमा पारेको भन्दै फिर्ता हुनुपर्ने माग गर्नुभयो। त्यस्तै राजपाका नेता रामेश्वर यादवले नगरपालिकाको कामको खबरदारी गर्न तयार हुनुपर्ने बताउनुभयो। यता नगरपालिकाका मेयर शरण कुमार यादवले सार्वजनिक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा लागि आह्वान गरेका छन्। मेयर यादवले नगरपालिकामा कुनै किसिमको कर वृद्धि नगरिएको दाबी गर्नुहुँदै आफू निर्वाचित भएकै बेलादेखि लिँदै आएको कर अहिले पनि कायम रहेको बताउनुभयो। सन् 29 गते कर वृद्धि फिर्ता लगायत 8 बुँदे माग राख्दै बुझाइएको ज्ञापन पत्रलाई नगरपालिकाले व्यवस्था गरेपछि समितिले 9 दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेपाल चिकित्सक संघले 1 हप्ताभित्र मुलुकी अपराध संहिता ऐन 2075 संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार आफूहरूसँग भएको सहमति अनुसार 1 हप्ताभित्र मुलुकी अपराध संहिता ऐन 2075 संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिनुभएको हो। उहाँले आगामी सोमबारभित्र सो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिक बाहेक अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी पनि दिनुभयो। उहाँले सो ऐन संशोधन नभएसम्म चिकित्सकहरूले ज्यानमाराको मुद्दा भोग्नुपर्ने अवस्था रहिरहेको दाबी पनि गर्नुभयो। मन्त्रालयका प्रतिनिधिहरू बसेर
जुन हामीले छलफल गऱ्यौँ र उहाँहरूले के भन्नुभयो भने हामीलाई यो प्रक्रिया अगाडि बढाउनको लागि सोमबारसम्मको लागि टाइम दिनुहोस्, तबसम्म तपाईँहरूले आन्दोलनको कार्यक्रमलाई यथावत स्थगित गर्नुहोस् भनेर भन्नुभयो। अनि हामीले उहाँलाई के भन्यौँ भने ठिक छ, तपाईँले सोमबारसम्म यो अगाडि बढाउनुहोस्, हामी ब्याक हुन्छौँ। होइन भने मङ्गलबारदेखि हामीले हिजो गरेको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने कुराहरू यथावत हुन्छ। यसले यो दुर्भाग्यपूर्ण काम गर्ने तपाईँहरूले हामीलाई भन्न त्यो स्थिति नबनाउनुहोस्, हामी आशावादी छौँ तपाईँहरूले यो भित्र गर्नुहुन्छ भनेर हामीले तपाईँलाई विश्वास गरेका छौँ भनेर हामीले सोमबारसम्मलाई हाम्रो कार्यक्रमहरू जे थियो त्यसलाई हामीले स्थगन गऱ्यौँ। यदि सोमबारसम्म भएन भने मङ्गलबारबाट हाम्रो कार्यक्रमहरू यथावतै हुन्छ। नागरिकहरूलाई अन्याय गरेको छ। संघ चिकित्सकको लापरवाहीको कारणले बिरामीको ज्यान गए नगएको अनुसन्धान गर्न समय सीमा सहितको कानुन व्यवस्था गर्न पनि सरकारसँग माग गर्दै आएको छ। अध्यक्ष श्रेष्ठले समय तोकेर चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गए नगएको पुष्टि गर्न अनुसन्धानको व्यवस्था पनि कानुनमा गर्न सरकारलाई दबाब दिनु परेको स्पष्ट पार्नुभयो। कहिलेकाहीँ ल्याब इन्भेस्टिगेसन गर्दाखेरि केमिकलहरू खराब भएको हुनसक्ने अथवा इक्विपमेन्ट खराब भएको कुरा, यो कुराको अनुसन्धान नगरिकन त्यो सम्बन्धित रिपोर्ट दिने मान्छेलाई कारबाही अगाडि बढाउनु हुँदैन भनेर हाम्रो भनाइ छ। त्यस्तै गरेर यो महलमा हदम्याद लाग्दैन भनेर जुन भनिएको छ, अब ज्यान मृत्यु भएमा हदम्याद लाग्दैन, कुनै चिजको पनि हदम्याद भन्ने हुन्छ। त्यस कारणले गर्दा यसको अनुसन्धान लापरवाही हेलचेक्राइ के भनेर गर्ने हो, त्यसको के भन्छ हदम्याद तोकिनुपर्छ भनेर हामीले भनेका हौँ। बिरामीको मृत्यु हुने बित्तिकै चिकित्सकहरूले ज्यान जोगाउन गाह्रो हुने गरी मुलुकी अपराध ऐन भदौ 1 गतेबाट लागू गरेको भन्दै चिकित्सकहरूले सरकारको चर्को आलोचना गर्दै आएका छन्। सरकारले बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कुनै पनि किसिमको सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता नभएको स्पष्ट पारेको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले बिमस्टेक सम्मेलनमा नेपालले सदस्य र राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता गरेको भन्दै त्यसबारे जवाफ माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो सम्झौता नभएको स्पष्ट पार्नु भएको हो। कुनै पनि आतंकवादी गतिविधि हुन नदिने भन्ने सन्दर्भमा सदस्य राष्ट्रबीच भएको सहमतिलाई सैन्य अभ्यासको रूपमा नबुझ्न उहाँले आग्रह गर्नुभयो। आयोजनाले थुप्रै राम्रा कामहरू गरेको छ र हामीले अलिक छोटो समयमा निकै धेरै विषयहरूमा सघन छलफलहरू गर्नु पर्यो र तयारीका कामहरू आयोजनादेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर विषयगत ढङ्गले विभिन्न विषयमा छलफलहरू 7वटा देशका बीचमा चलाउनु पर्ने छलफल, अनेक राउन्ड दस्तावेजहरूको आदान प्रदान जस्ता कुराहरू गरेर हामीले सुरक्षा, पारवहन, सञ्चार, संस्कृति अनेक पक्षहरूमा हामीले एउटा मूल समिति मेरो नेतृत्वमा बनाएर अरू 11वटा समिति उपसमितिहरू गठन गरेर तिनीहरू मार्फत सबै सरोकारवालाहरूसँग छलफल गरेर र समन्वय गरेर तयारीका कामहरूलाई पूर्णता दिइएको थियो। उहाँले सार्कको विकल्पको रूपमा बिमस्टेक होइन भनेर यस अघि पनि आफूले सदनलाई जानकारी गराएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सार्क राष्ट्रबीच केही असमझदारी भए पनि त्यसैमा अल्झिन नहुने बताउनुभयो। सार्कको अध्यक्ष राष्ट्र नेपाल भए पनि सम्मेलन गरी अधिकार निहित नभएको भन्दै उहाँले सार्कलाई गतिशील बनाउने पक्षमा आफूहरू रहेको बताउनुभयो। सम्मेलनको क्रममा क्षमता अनुसार सदस्य राष्ट्रले गरेको सुरक्षा सर्तकता स्वाभाविक भएकाले यस विषयलाई कुनै देशको सेना कब्जा गर्न आएको ढङ्गले नबुझ्न र अनावश्यक
नउचाल्न पनि उहाँले आग्रह गर्नुभयो। सांसदहरू दिव्य मणि, राज भण्डारी, प्रेम सुलाल, मिनेन्द्र रिजाल, रामबहादुर विष्ट, अमरेश कुमार सिंह, भरत कुमार शाह, राजेन्द्र कुमार केसी, मिन बहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बरुड, सञ्जय कुमार गौतम लगायतले बिमस्टेक सम्मेलनको जारी गरेको घोषणापत्र संयुक्त सैन्य अभ्यास गर्ने भनिएको बारे सार्कको प्रतिष्ठापक बिमस्टेक भएको सम्मेलनका क्रममा नेपालमा आएका भारतीय सुरक्षाकर्मी लगायतका विषयमा प्रधानमन्त्रीसँग स्पष्टता माग गरेका थिए। सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले 2 वर्षभित्र मुलुकमा 25 लाख पर्यटन भित्राउने दाबी गर्नुभएको छ। मन्त्री अधिकारीले सन् 2002 को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। नेपाल पर्वतारोहण सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको पर्वतारोहण क्षेत्रलाई मुलुकको आर्थिक वृद्धि दरको मेरुदण्डको रूपमा विकास गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको पनि बताउनुभयो। हामी 2020 लाई भ्रमण वर्ष मानिरहेका छौँ, मनाउने भनिरहेका छौँ भने यसको तयारी एक हिसाबबाट अगाडि बढेको छ र सबै सङ्घ संस्थाहरूले त्यसलाई टार्गेट गरेर काम गर्नु आवश्यक छ, योजना बनाउनु आवश्यक छ। 20 मात्रै होइन, फेरि 21, 22, 23 हाम्रो त 20 एउटा के हो टार्गेट इयर मात्रै। जीडीपीमा कन्ट्रिब्युसन कति भयो त त्यसका आधारमा गणना गर्नुपर्छ भन्ने कुरा चाहिँ सही साबित भएको छ। अहिले नै हेर्दाखेरि भर्खरैको हामीले डाटाबाट हेर्दाखेरि पनि के देख्यौँ भने जहाजबाट आउने टुरिस्ट 9,40,000 गाडी। मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पनि पर्यटनसँग सम्बन्धित सङ्घ संस्थालाई आग्रह गर्नुभयो। उहाँले सरकारले पर्यटन क्षेत्रको विकासका लागि सबै हिमालहरूलाई नामाकरण गर्ने योजना अघि सारेको पनि स्मरण गराउनुभयो। अब फेरि समाचारमा विश्राम। Welcome to the Central Engineering College Janakpur, commenced by Nepal Technical Institute Private Limited. CEC Janakpur, the world standard institution with an extraordinary motivation. We have highly qualified faculty with innovation creation. SEE परीक्षामा D र E प्राप्त गर्ने विद्यार्थीहरू अब निराश नहो। 1 वर्ष पशु सेवा सहायक तालिम, 1 वर्ष टेलिकम टेक्निसियन, 18 महिने इलेक्ट्रिकल सब ओभरसियर, 18 महिने सिभिल सब ओभरसियर र 18 महिने सर्वे इन्जिनियरिङ अमिन तालिम पढ्न सकिन्छ। Join CEC Janakpur for better future. So catch your dreamful destination with us at Central Engineering College, Nepal Technical Institute Private Limited, Head Office Janakpur Dham, 8 Dhansani. विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाल आयन निगमले सबै पेट्रोल पम्पहरूलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेको छ। पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने सोच अघि सारिएको निगम कार्यकारी प्रबन्धक निर्देशक सुशील भट्टराईले जानकारी दिनुभएको हो। मङ्गलबार काठमाडौँ पत्रकार सम्मेलन गरी उहाँले आयल निगमको व्यापार घाटा मासिक रूपमा करिब 64 करोड हुने देखिएको पनि बताउनुभयो। उहाँले विद्यमान घटनालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौती रहेको पनि स्पष्ट पार्नुभयो। एकदम पालना गर्ने एउटा सोच बना त्यो सबै सिस्टम चाहिँ हो सबै पम्प डिजिटाइज हुँदाखेरि चाहिँ जस्तो 500 लिटरको मलाई तेल दिनुस् भने अहिले बिस्तारै यहाँले कति याद गर्नुहुन्छ 100 लिटर पेट्रोल हाल्दिनुस् भन्ने 500 लिटर पेट्रोल हाल्दिनुस् भन्ने त्यो ट्रेन्ड बिस्तारै गइसकेको छ। र भोलिका दिनमा सबै पेट्रोल पम्पमा हामी डिजिटाइज सिस्टम भयो र जति मूल्य भए तापनि 500 रुपियाँको चाहिँ कति आउँछ भन्दाखेरि 1 लिटर पनि यति भन्दाखेरि चाहिँ सकिन्छ। त्यसतर्फ हामीले चाहिँ सोचिरहेको छौँ। अलिकति गर्छौँ भनेर यहाँको यो सूचना केला पुछुरा हो कि
निगमले हवाई इन्धनमा हुने नाफाले मात्र निगमलाई टिकाउन सकिएको पनि स्पष्ट पारेको छ। नेपाल चीन परिवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिन दुवै देशका अधिकारीहरूको तेस्रो बैठक काठमाडौँमा सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएको दुई देशबीचको व्यापार तथा परिवहन सम्झौताको प्रोटोकललाई टुङ्गो लगाउन दुवै देशका अधिकारीहरूबीच तेस्रो पटक बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा परिवहन यातायात सम्झौताको प्रोटोकल असोज 15 गतेभित्र टुङ्ग्याउन सक्ने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरूलाई छलफलमा जुटेका हुन्। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुलले गर्नुभएको छ भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिलले गर्नुभएको छ। बैठकमा नेपाली पक्षबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू सहभागी रहेका छन्। प्रधानमन्त्रीको रूपमा सन् 2016मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबीच परिवहन यातायात सम्झौता गर्ने सहमति गरिएको थियो। सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक सुरु गरिएको हो। 2 दिनसम्म चल्ने बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैजुले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा 25 वर्ष यताकै शक्तिशाली आँधी जाँदा 7 जनाको ज्यान गएको छ भने 200 जनाको घाइते भएका छन्। मंगलबार ठूलो बर्षातपछि सिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु हेङसुर्तक प्रति घण्टा 216 किलोमिटरको गतिमा बढेको थियो। जेबी नाम दिएको आँधीले रेलवे स्टेसनको छत खसाल्नुका साथै ट्याङ्कर समेत उडाएर पुलमा ठोकिदिएको छ। आँधीले उत्तर दिशा समेत समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ठूलो वर्षातका कारण कतिपय ठाउँमा पहिरो समेत गएको छ। आँधी र पहिरोबाट 10 लाख प्रभावित भएका छन्। आँधी बढी र भूक्षयको खतरा बढेपछि सरकारी अधिकारीहरूले घर छाड्न मानिसहरूलाई निर्देशन दिएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन्। उनले सतर्कता अपनाउनका नागरिकलाई अपील गरेको जापानी सरकारी टेलिभिजन NHK ले जनाएको छ। आँधी र बाढीपछि सयौं हवाई सेवा, रेल तथा डुङ्गाहरूको सेवा रद्द गरिएको छ। जापानमा यस्ता आँधी तथा तुफानहरूको मारमा विगतदेखि नै पर्दै आएको छ। गत जुलाईमा मात्रै जापानमा गएको पहिरो तथा बाढीका कारण 200 जनाको ज्यान गुमाएका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। धनुषामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा 1-2 जनाको मृत्यु। चट्याङ लागेर इलाममा 1 जनाको मृत्यु, 2 जना घाइते। 1 हप्ताभित्र मुलुकीय अपराध संहिता ऐन 2075 संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई नेपाल चिकित्सक सङ्घद्वारा अल्टिमेटम। 2 वर्षभित्र मुलुकमा 25 लाख पर्यटक वितरण नगरेको गृह मन्त्री अधिकारीको दाबी। र जापानमा 25 वर्ष यताको शक्तिशाली आँधी जाँदा 7 जनाको ज्यान गएको छ भने 200 जना घाइते। हवस् त, अहिलेको समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।